प्रेज द लर्ड, जय मसीह। प्रिय मित्रहरू, यो बेलुका फेरि पनि तपाईँको बिचमा सानो सन्देश लिएर आएको छु। एकपल्ट साहुजी दोकानको मालिकले आफ्नो ग्राहकलाई, के भयो भाइ, मसँग उधारो लिएको धेरै दिन भइसक्यो त हौ, बिर्स्यो क्या हौ? अनि ग्राहक सोचेर हुन्छ, होइन साहुजी मालिक, यदि मैले बिर्सेको भए तपाईँलाई देख्ने बित्तिकै म किन लुक्थेँ? एउटा हँसाउलो, तर पनि प्रिय हो, यसभित्र पनि हामी केही न केही सत्य कुराहरू लुकिरहेको छ। जसरी यस जोक्सलाई पढ्दाखेरि मलाई एउटा कुरा याद आयो, आदम र हावाको जीवन। उहाँहरू पनि त्यो अदनको बगैँचामा कति आनन्दसँग बसिरहेको थियो, अनि उहाँहरूले त्यो भुल गर्यो, पाप गर्यो। अनि हामी त्यहाँ देख्दछौँ, जबसम्म परमेश्वर आएन उनीहरू ढुक्कै थियो, तर परमेश्वरसँग आदम र हावाको आत्माको कनेक्सन थियो। त्यो आत्माले गर्दाखेरि आदम र हावालाई परमेश्वरले खोज्दै आउनुभयो। त्यो प्रिय हो, यहाँ हामी बुझ्दछौँ मानिसको आत्मा चाहिँ अति नै मूल्यवान छ, अनि यो परमेश्वरले दिनुभएको ठुलो उपहार पनि हो। त्यस कारणले प्रिय हो, यो उपहारलाई हामीले बचाएर राख्नुपर्छ। त यहाँ देख्दछौँ आदम र हावा परमेश्वरबाट लुके, भित्र उनीहरू आफैलाई दोस्याइरहेको थियो। अनि जब परमेश्वर आउनुभयो, उहाँहरू भाग्नुभयो, लुक्नुभयो। त्यस कारणले यूहन्ना 1 अध्यायको पहिलो यूहन्ना 1 अध्यायको 9 पदमा यसरी लेखिएको छ, यदि हामीले आफ्नो पापको स्वीकार गर्यो भने हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै धर्मबाट शुद्ध पार्नलाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। आमेन, हालेलुया। प्रिय हो, यो आदम र हावा जस्तो हामी नलुकौँ, तर हामी हाम्रो त्यो दुर्बलताहरूलाई, कमजोरितालाई परमेश्वरको अगाडि राखौँ। इन्काउन्टर हुनु खाँचो छ हामीलाई, लुकेर समाधान हुँदैन, तर आज हामी परमेश्वरको अगाडि मुखामुखी हुनु अति नै खाँचो छ। प्रिय हो, नै त आज जुन परमेश्वरले हामीलाई दिनुभएको त्यो उपहार हाम्रो जीवनबाट त्यो बेकार हुनेछ। किनकि यो उपहार जुन परमेश्वरले दिनुभएको आत्मा, यो चाहिँ नर्गको लागि होइन, यो चाहिँ स्वर्ग जानुको लागि हो। यस कारणले प्रभु येशू मसीहले भन्नुभएको थियो, म तिमीहरूको लागि माथि जाँदैछु, ठाउँ तयार पार्नुको लागि। प्रिय हो, यो उपहारलाई बचाउनुहोस् र अरूलाई पनि बचाउनुहोस्। धन्यवाद यो समयको लागि। सबैलाई परमेश्वर आशिष गर्नु।